अरे दादा आएको आज म टुरिस्ट बनेर यो ठाउँमा यति धेरै मालहरू लिएर आएको छ पर आम्मा म सन्जो गएर पसिना आएर गएर बसिक्यो अरे दादा एकदम बवाल छ गाइज यार आज यो हाम्रो ड्राइभिङ भ्लग अनि यहाँ पकाउने कुरोहरू पनि छ भारी कुरोहरू पनि चल्ने भनौँ संजोग हाम्रो संजोग दादालाई चाहिँ एकदम पैसा सकिन्छ त बोक्नलाई सकिहाल्यो त म बस्नु झरे भाइ सकिन्छ त भाइ अरे दादा यस्तो छ लडाउनु त नलड है भाइको त्यही भित्र आउनु जङ्गलमै पल्टन गरेर आउने होइन गाइजहरू हेर्नु होला आज फर्स्ट टाइम हाम्रो दिदीसँग यसरी भिडियो बनाउँदै यस्तो खानेकुराहरू बोक्दै आएको छौँ हामी अब बिस्तारै भइहाल्छ नि दिदी हाम्रो मोदीलाई त नमस्ते गर्छ हाम्रो राजालाई इन्डियाको मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई भइहाल्छ नि बाबु भइहाल्छ नि इन्डियाको मोदीले त चल त यार टिकट त पायो भन्छ यार मिसा ओइ तँ चाहिँ बोक्नु न सानो चलो यार जाऊ दादा बोक्नु छ ओइ गाह्रो भयो क्या हेर्नु यस्तो छ यहाँको स्थिति आम्मामा न्यू ब्लग यस्तो आजको ब्लग चाहिँ बवाल हुनेछ होइन दिसन रे सबैजना जङ्गलमा छ कुकुर पनि न्यू इयर मनाउन आएछ आज नेपाली हो मनाउनु परिहाल्यो पर अरे अब दुःख पछिको सुख आउँदैछ यो चाहिँ दुःख भयो अलिअलि भयो नि हरेक दुःख पछि सुख के को हुन्छ गाइजहरू दुःख गर्नु पर्यो नि सुखको अनुभूति गर्नुलाई मिठो लाग्छ होइन हामी यत्रो हेर्दै छैन 20-25 केजीको झोलो छ यो बाटो जाम नगर है बहिनी यो सिडी भन्दा त कति सानो फाइनली गाइज हामी यस्तो ठाउँमा आइपुग्यो पावर प्याक लाएको हुन्छौँ अलिकति पनि बाइक छ फर्किने बेला इनर्जी पनि चार्ज गरेको हुन्छ होइन चार्ज पनि भइसकेको हुन्छ हजुर अनि भारी पनि हुँदैन अनि फुल इनर्जीको साथमा ओह्रालो झर्नुलाई एकदम के हुन्छ गुड हुन्छ गुड रुलुलु त्यहाँ पनि थियो रहेछ त ठाउँ त हामीहरूको लागि हाम्रो त्यहाँ भन्दा अलि राम्रो ठाउँमा जाउँ भनेर चाहिँ आएको फोक्सै फुलाउँदै छु उकालो ह्याप्पी न्यु इयर गाइस सबैजनाले सुभाषको युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला सब्सक्राइब इट मिन्स सब्सक्राइब नट सब्सक्राइब गरिदिनु होला अनि सुभाषलाई सपोर्ट गरेर नेपालको के भन्छ मेरुदण्ड देशको मेरुदण्ड बन्नुलाई सबैले हेल्प गर्नु होला नभए यो पनि फेरि विदेशिन्छ एउटा होनहार युवालाई विदेश जानुबाट रोक्नुहोस् तपाईँहरूले सब्सक्राइब गरिदिएर अनि धेरै उहाँको एडहरू बस्नु लाएर भिडियोहरू फुल वाच गरेर सपोर्ट गरिदिनु होला सबैलाई नमस्ते बिन्ती नेपाल विक्रम सम्वत 2082 सालको हार्दिक मङ्गलमय शुभकामना ह्याप्पी न्यु इयर होइन राम्रोसँग समाउनु न क्यामेरा
सर सर त बफाल गाह्रो दुम त गाह्रो गाह्रो 2082 सालको सबैलाई शुभकामना धन्यवाद दिदी धन्यवाद धन्यवाद अनि हजुरलाई पनि शुभकामना सबैजनालाई यसो पोजिटिभ भाइब्स बोकेर हिँड्नुपर्छ क्या है हामी नेपाली भएपछि सबैलाई एकले अर्कालाई अप्ठ्यारो असहज नदिलाइकन होइन होइन आफ्नो गल्ती भएको छ भने गल्तीको महसुस गरेर आम सरी होइन माफ गर्नु होला म झुक्के अथवा केही भएर ह्यापी न्यू इयर नयाँ वर्षको शुभकामना म चाहिँ भिडियोभरि नै नयाँ वर्षको शुभकामना भन्न चाहन्छु यस्तै गरी प्रत्येक नयाँ वर्षको घुम्न पाओस् त्यही हो नयाँ वर्षको दिनमा मात्र होइन 365 डेज चाहिँ घुम्न पाओस् हो त्यही हो तर प्रत्येक नयाँ वर्ष यसरी नै ब्लगरको जिन्दगी त्यसरी नै पनि सम्भव छ सम्भव छ नभए पनि होइन सुभाष हिँड्दाखेरि डुल्दाखेरि पैसा आइहाल्छ कामै त्यही हो ल गाइज अब हाम्रो एकैछिनको सानो थकाइपछि हामी फेरि निस्किसकेको छौँ हाम्रो टोलीहरू हाम्रो जम्बो टोली छ हाम्रो सरलाई अहिलेसम्म गर्नुभएको छैन यस्तो मजाको आइसक्यो पेनल त्यो बोक्नु न यो सन्जोले बोक्नु म भाइ बोक्छु म बोक्छु त्यो बोक्नु तपाईलाई एकछिन ओके र हामी सरमा छोइ छ नि यहाँ अनि यो मेरो हिरो ल सर हामी चाहिँ यसरी छौँ यसरी छ मोबाइल आइफोन पकेट सबै थोक छ हामी यहाँ कहीँ नछुटोस् केही न भन्ने कुराले हो गाइज है हाम्रो क्यामेराबाट केही कुरा चाहिँ हाइड नहोस् सबै लाइट होस् यति लामो उकालो चाहिँ चढेर आइसकेको छ टपमा अब टक्क लगाएर चाहिँ नि पकाएर तुलेर खाइहाल्ने हो हेलो आइपुग्यो फाइनली कस्तो खतरा यो तल अलिकति ध्यान दिएर हेरौँ हेलो गाइज हाम्रो दिदीभाइ यहाँनिर काम गर्दैछौँ अब यहाँ पकाउँदैछ होइन बनाउने हो टिकाको बनाऊँ न टिका गर्ने चाहिँ टिकाको छिन लाग्दै ए वासबी हो लाउँदा हुन्छ काम गर्छ यो त्यो स्प्राइट हो अनि बाबुलाई सुमी स्प्राइट पानी छैन नि फेरि अहिले खानुको लागि अब के गर्नु पर्यो मैले प्याजहरू प्याज है भाइ प्याज हेलो हेलो प्याज खुर्सानीले म कटिङ गरिहाल्छु कटिङ मास्टरले दियो सबै कुराहरू प्याजहरू खोइ यस्तो त गुलियो हुन्छ र नलाउने के भोगले सुरु भइसक्यो आया जानु